हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। मेरो नाम हो विष्णु। तपाईँहरू हेर्दै हुनुहुन्छ ड्युटी ड्रिफ्ट भ्लग। म चाहिँ अहिले गइरहेको छु यो माइक लिन होइन। अनि मलाई चाहिँ यो माइक्रोफोन नभएर चाहिँ अनि धेरै दिक्कतहरू भइरहेको छ, धेरै परेसानी भइरहेको छ। जस्तै अब भोइस ओभर गर्दाखेरि पनि अनि नराम्रो भोइस आउने, अनि त्यसपछि भिडियो बनाउँदाखेरि पनि अनि भोइस चाहिँ नराम्रो हुने। त्यही भएर चाहिँ म अहिले लिन गइरहेको छु, यो माइक लिन गइरहेको छु। अनि तपाईँहरू चाहिँ मेरो भिडियोमा जोडिराख्नु होला। म यहाँको सबै वातावरणहरू अनि यहाँ के छ, कस्तो छ, यहाँको रुलहरू म त्यो तपाईँहरूलाई म देखाइराख्छु। तपाईँहरू जोडिराख्नु होला ड्युटी ड्रिफ्ट भ्लगमा। अनि अहिले चाहिँ म बाटोमा छु गाइस होइन। तपाईँहरूलाई म सबै यहाँको भ्यूहरू सबै यहाँको देखाउँछु। तपाईँहरू चाहिँ हेरेर आनन्द लिनुहोस्। तपाईँहरूलाई यहाँको सबै भ्यूहरू देखाउँछु। तपाईँहरूलाई म यहाँको सबै रुलहरू देखाउनेछु, सुनाउनेछु होइन। यहाँको वातावरण कस्तो छ, के छ। अहिले चाहिँ यहाँ धेरै गर्मी छ गाइस होइन। पानी पनि पर्ला जस्तो भइरहेको छ। हेर्नु माथि पनि तपाईँहरूले बादल पनि देख्नुभएको होला, कालो कालो भएको छ। सायद अहिले पानी पर्न सक्छ होला होइन। म चाहिँ गाइस कहाँ छु भनेपछि अहिले चाहिँ म मौरिसियसको सुयाक भन्ने ठाउँमा छु। तर यो सुयाक भन्ने ठाउँ चाहिँ धेरै राम्रो छ क्या गाइस होइन। यो चाहिँ यहाँको मेन रोड हो। यहाँदेखि अलि 10 मिनट जति लाग्छ त्यहाँ जानको लागि। म तपाईँहरूलाई देखाउँछु होइन। अनि त्यहाँ ऊ छ, के भन्छन्, यो सब महल छ होइन, सुपर मार्केट छ। अनि त्यो सुपर मार्केटको साइडमा चाहिँ एउटा सप छ। त्यो सपमा चाहिँ अनि त्यही मोबाइलहरू पाइने सबै, अनि गेमिङहरू पाइने, अनि क्यामेराहरू पाइने सबै त्यही पाइन्छ। अब त्यहाँ माइक्रोफोन पाइन्छ कि पाइँदैन त्यो चाहिँ म त्यहाँ गएर सोध्छु। तपाईँहरू जोडिराख्नु होला। म तपाईँहरूलाई देखाउने छु यहाँको के छ, कस्तो छ भनेर होइन। यहाँ चाहिँ गाइस होइन, घरहरू चाहिँ यस्तै हो। यहाँको बसहरू हेर्नु गाइस। यहाँको घर चाहिँ त्यति ठुला हुँदैनन् गाइस होइन। पोर्ट लुइसमा चाहिँ अलि ठुला ठुला छन्, जो मौरिसियसको राजधानी हो पोर्ट लुइस होइन। त्यहाँ चाहिँ अलि घरहरू चाहिँ ठुला ठुला छन्। त्यही 7-8 तालेसम्म छन्, 7-8 मन्जिलसम्म। तर त्योभन्दा चाहिँ बढी ठुला छैनन् कि गाइस होइन। किनभने अब यतातिर मैले देखे अनुसारले धेरै घरहरू, धेरै ठुल्ठुला घरहरू देखेन कि मैले। सेम नेपालको जस्तै होइन, त्यहाँको जस्तै मैले घरहरू देखेँ होइन। अनि हेर्नु गाइस, यहाँ चाहिँ मेरो सुयाकमा चाहिँ सबभन्दा पपुलर भनेको मन्दिर भनेको चाहिँ यो भगवान् श्री कृष्णको मन्दिर हो। म उहाँको चाहिँ दर्शन गराउँछु तपाईँहरूलाई। एकछिन बाटो काटिहालौँ पहिला। यो चाहिँ गाइस भगवान् श्री कृष्णको समर्पितमा छ यो मन्दिर चाहिँ। अनि यहाँ चाहिँ सबै आउँछन्। अहिले चाहिँ यहाँ ढोका बन्द रहेछ होइन। माथि चाहिँ भगवान् श्री कृष्ण हुनुहुन्छ। हेर्नु, दर्शन गर्नुहोस् गाइस, दर्शन गर्नुहोस्। तपाईँहरू को हिन्दूले हेर्नुभएको छ होइन। यहाँ चाहिँ भगवान् हनुमानजी हुनुहुन्छ, उहाँको पनि दर्शन गरिहाल्नु। को हिन्दूले मेरो भिडियो हेर्नुभएको छ सबैले कमेन्टमा जय श्री राम र अनि जय श्री कृष्ण लेख्नुहोस्, ताकि म पनि जान्न पाऊँ कि मेरो भिडियो कतिजना हिन्दूले हेर्नुहुन्छ होइन। सबैले आफ्नो आफ्नो धर्म भन्नु होला होइन। धर्म गाइस सबै एउटै हुन्छ है।
चाहे त्यो हिन्दू होस्, चाहे त्यो इसाई होस्, चाहे त्यो मुस्लिम होस्, सबैले पुज्ने एउटै हुन् होइन। बस मान्छेको मन राम्रो हुनु पऱ्यो, धर्मले होइन गाइस। कर्म गर्नुपर्छ, धर्म होइन। भगवान्ले धर्म हेर्दैनन्, भगवान्ले कर्म हेर्छन् होइन। त्यही भएर धर्म राम्रो नखोज्नुहोस् कि चाहे तपाईँ मुस्लिम हुनुहुन्छ, चाहे तपाईँ इसाई हुनुहुन्छ, चाहे तपाईँ हिन्दू हुनुहुन्छ होइन। तपाईँहरूले धर्म राम्रो नखोज्नुहोस्, तपाईँहरूले केवल खोज्नुहोस् कर्म। तपाईँहरूले कर्म राम्रो गर्नुहोस्, फल त्यस्तै मिल्नेछ गाइस। धर्म गरेर म इसाई हुँ भनेर चाहिँ तपाईँ स्वर्गमा जाने अनि नर्कमा जाने, म हिन्दू हुँ भनेर स्वर्ग नर्कमा जाने, त्यो हुँदैन। भगवान्ले हेर्ने धर्म होइन गाइस, भगवान्ले हेर्ने कर्म हेर्नुहोस्। आफूले कर्म गरिन्छ त्यस्तै चाहिँ फल मिल्छ आफूले। तर यहाँको मान्छेहरूले गाइस होइन ट्राफिक रुल चाहिँ एकदम फलो गर्छन् के यहाँको मान्छेहरूले चाहिँ। म चाहिँ सुपर मार्केट पुगिसकेँ, अब त्यहाँ छ कि छैन त्यहाँ सोध्छु म, सोधिकन चाहिँ अनि अब रहेछ भने कतिसम्म पर्छ गाइस। अब आफूसँग कति धेरै पैसा छैन, मसित 3000 समथिङ जति छ। अब कतिसम्म आउँछ, कतिसम्म पर्छ, सबभन्दा पहिला चुनौती यो छ कि गाइस त्यो सप चालु छ कि छैन, खुल्ला छ कि छैन भनेर होइन। अनि किनभने त्यो सप कहिले बन्द कहिले ओपन हुन्छ, अब त्यो अहिले ओपन छ कि छैन। ओपन छ गाइस अहिले, त्यो चाहिँ सप ओपन छ। अनि कुन सप हो भने चाहिँ त्यो सप हेर्नु, यो चाहिँ सुपर मार्केट हो गाइस। यो चाहिँ यहाँ सुयाको सबैभन्दा ठुलो सुपर मार्केट हो। यहाँ पाउँछ कि पाउँदैन सोध्नुपर्छ। हाई मजो मैले यो त लगेँ होइन, सेल्फी स्टिक चाहिँ मिल्यो मलाई। यहाँको प्राइस 700मा मलाई मिल्यो यो, तर माइक चाहिँ मिलेन गाइस। माइक चाहिँ अब हेर्छु म अर्को ठाउँ पनि के हुन्छ, त्यसलाई चाहिँ खिचेर लामो गर्नु पनि मिल्यो। चिप क्वालिटीको यो चाहिँ यति लामोसम्म मात्रै हुन्छ, 1 फुटसम्म, तर पर्फेक्ट छ मेरो लागि। ल हुन्छ गाइस, म अहिले यसलाई युज गर्छु होइन। एकैछिन वेट गर्नुहोस्। ल गाइस, अब यही सेल्फी स्टिकदेखिबाट चाहिँ भिडियो भइरहेको छ, तर भोइस चाहिँ कस्तो आउँछ होइन त्यो चाहिँ मलाई थाहा भएन। त्यही भएर चाहिँ म अर्को ठाउँमा चाहिँ भोइस कल गर्छु। Okay, thank you so much. Merci. त्यसको डब्बा चाहिँ यो गाइस होइन। मेरो भोइस कस्तो आइराखेको छ अहिले चाहिँ भन्नु होला मलाई होइन। म चाहिँ अहिले अब जान्छु गाइस होइन। अब अर्को ठाउँ पनि मलाई हेर्नु छ त्यहाँ होइन। त्यहाँ गएर अब खोज्नु छ। अब सकेसम्म अगर भोइस स्पिकर त्यो मिल्यो भने चाहिँ होइन, भोइस रेकर्डिङ त्यो मिल्यो भने चाहिँ त्यही लिन्छु म। अगर त्यो मिलेन भने चाहिँ म एयरबड्स लिन्छु गाइस होइन। किनभने एयरबड्सदेखि पनि राम्रो क्वालिटी भोइस आउँछ। अनि चिप क्वालिटीको लिन्छु म अहिले राम्रो खाले। अनि ड्युटीमा हुँदाखेरि भिडियो बनाउँदाखेरि पनि के भन्छ अस्ति त्यत्रो 5000को चाहिँ तेल गिर्यो होइन। हिजो मेरोले सोधिराखेको थिएँ, त्यो भन्नुभएको थियो
विष्णु यहाँको तेल देख्यौ भनेर भन्नु किनभने थाहा थिएन नि त मैले भनेको थिएन होइन अलिकति डर लाग्यो क्या गाइस भनेर होइन त्यही भएर चाहिँ मैले भनेको थिएन अनि सोध्नु भयो अनि सोधेपछि मैले भने नजिकै गल्ती भयो मैले भिडियो गर्दाखेरि चाहिँ मैले त्यसलाई स्ट्यान्ड बनाएको थिएँ अनि बनाउँदाखेरि चाहिँ त्यो गिरेर फुटिहाल्यो भनेपछि अनि रिसाउनु भएन तर भन्नुभयो अनि के यस्तो जो चिप हुन्छ जो चिप क्वालिटीको हुन्छ जो धेरै महँगो हुन्छ त्यसको चिजमा चाहिँ स्ट्यान्ड नगर बरु अरूमा चाहिँ गर भनेर भन्नुभयो होइन त्यही भएर चाहिँ मलाई अलिक खुसी लाग्यो जे होस् गाली गर्नु भएन अनि त्यही भन्नुभयो त्यहाँ सर्टमा चाहिँ तपाईँले सोच्नुभएको होला म सोच्नु भनेर पनि हिन्दी बोलिरहेको छ भनेर सोध्नुभएको होला बोल्छन् गाइस मैले भन्नु त होइन यहाँको मान्छेहरू हिन्दी पनि बोल्छन् कि सबै बोल्छन् है गाइस होइन अनि हिन्दी बोल्ने इङ्ग्लिस बोल्ने अब आफूलाई इङ्ग्लिस आउँदैन गाइस अब छोरी अनपढ त्यही भएर चाहिँ अनि अब यहाँ चाहिँ यो पाउँछ कि पाउँदैन हेर्नु पऱ्यो एक्सक्युज मी you have a voice recorder microphone? No? Earbuds? Show me please. What? You are recording? Yes. Why? Vlogging. No, No? I don't like it. Okay, sorry. Okay, sorry. Can you delete it? No, cut. Oh. Okay, please cut. Okay. Because it got my picture. No, this only me. Okay. You get this model. Both. No. In India, you have both. Yes. How much fees I need to? 2 to 5 Noise. free. Noise? Yes. Noise both. Noise and both. Sorry, please, noise, please. Noise. Okay. This color or this color? No color, no anything, but cheap quality. Just saying the price. But you never know YouTube. Yes. Can you in your vlog? In your vlog, can you show the shop? Yeah. Can you? Yes. Montre magasin. ल गाइस अगर तपाईहरु कोही हुनुहुन्छ भने But don't show the people. No. You can show the outside. Okay. You can show the la boutique also. You can show everywhere. But not us. No, moi no. No. Forget that. Take this weight. Very good. Water time is No, battery. you know, I use a boat. I can use it 1 week full without charge. 1 But week. my voyage is Suyak Suriname. Very big. Yeah. I check this. On your phone? No. Wait. Okay, see, I'll check it out. Hello guys. मैले चाहिँ अहिले त्यही स्पिकरदेखि गरिरहेको छु रेकर्डिङ गरिरहेको छु कस्तो भोइस आउँछ मलाई चाहिँ भन्नु होला है हजुरहरूले अब तपाईँहरू यहाँ कोही आउन चाहनुहुन्छ भने होइन सरी यहाँको सपहरू चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु होइन तपाईँहरू कोही पनि आउन चाहनुहुन्छ भने चाहिँ आउनु होला यहाँ चाहिँ एकदम सस्तो पाइन्छ सपको नाम चाहिँ यही हो भाइ चाहिँ माथि सपको नाम चाहिँ यही हो अब चाहिँ मलाई यो मैले खोजेको चाहिँ माइक्रोफोन
त्यो चाहिँ पाइएन। यसैमा काम चलाउनु पर्यो गाइस। अब के गर्नु कस्तो भोइस आउँछ त्यो हुन्छ, त्यो चाहिँ मलाई कमेन्ट गर्नु होला। अगर यसबाट पनि राम्रो भोइस आएन भने चाहिँ म पोर्ट लुइस गएर माइक्रोफोन किन्ने प्रयास गर्छु। त्यहाँ हेर्छु अब यहाँ त अब पाइएन स्व्याकमा होइन, पोर्ट लुइसमा पाइन्छ कि भन्ने आशा छ क्या गाइस होइन। त्यहाँ चाहिँ म हेर्छु, खोज्छु, त्यहाँ प्रयास गर्छु के कस्तो हुन्छ म तपाईँहरूलाई रोड क्रस गर्ने भनेको गाडी आइरहेको थियो। गाडी मात्रै आइरहेको छ। कस्तो भ्यू आएको छ होइन, यो सेल्फी स्टिकबाट कस्तो भ्यू आएको छ, अनि यो एयरबड्सबाट कस्तो साउन्ड आएको छ, कस्तो भोइस आएको छ, मेरो भोइस राम्रो छ कि छैन, आएको छ कि राम्रो आएको छ कि छैन भने त्यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोस् होइन। तपाईँहरूले कमेन्ट गर्नुभयो भने चाहिँ म बुझ्छु नि त राम्रो छ कि छैन भनेर, म कन्टिन्यू गर्छु यसैबाट। अगर राम्रो आएको छैन भने चाहिँ मलाई भन्नु होला, म अरू किन्ने प्रयास गर्छु। तपाईँहरू चाहिँ ड्युटी फ्री भ्लगमा चाहिँ जोडिराख्नु होला गाइस होइन। तपाईँहरू सधैँ तपाईँहरूले यस्तै अतरङ्गी चिजहरू देख्न पाउनुहुनेछ। अनि सधैँ के छ यहाँको वातावरणहरू, के कस्तो हुन्छ, यहाँ आउन के गर्नुपर्छ, म तपाईँहरूलाई जो मैले मौरिसियसको बारेमा मैले भिडियो बनाएको थिएँ त्यो भिडियोमा चाहिँ गाइस भ्युज अलि आएको छैन होइन। अनि त्यो भिडियोमा चाहिँ अलिक कमेन्टहरू आएको छैन। तपाईँहरूले चाहिँ त्यो भिडियोमा कमेन्ट गर्नुहोस् कि पार्ट 2 भनेर होइन। म पार्ट 2 छिटै ल्याउने छु गाइस। अहिलेलाई चाहिँ यति नै गाइस होइन, भिडियो धेरै लामो भइहाल्छ त्यही भएर। अनि बाई बाई गाइस, टेक केयर।